यी हुन् धनबहादुर। केही दिन यता उसलाई असाध्यै पेट दुखिरहेको छ, जन्डिस देखिएको छ, खान मन नलाग्ने र वाकवाकी लाग्ने भइरहेको छ र ऊ तुरुन्त अस्पताल जान्छन् र डाक्टरले उनलाई ERCP गर्नुपर्ने बताउँछन्। हाम्रा अस्पतालहरूमा बारम्बार देखिने एउटा समस्या हाम्रो शरीरको पित्त नली र अग्न्याशय नलीको समस्या। हाम्रो पित्त नलीले कलेजो र पित्त थैलीबाट निस्कने बाइल हाम्रो सानो आन्द्रासम्म पुर्याउँछ, जसले चिल्लो खाना पचाउन मद्दत गर्छ। त्यसै गरी अग्न्याशय अर्थात् प्याङ्क्रियसले पनि खाना पचाउन सहयोग गर्ने एन्जाइम्सहरू बनाउने गर्छ र यी अग्न्याशय नली हुँदै सानो आन्द्रासम्म पुग्ने गर्छ। पित्त नली अर्थात् बाइल डक्ट र अग्न्याशय नली अर्थात् प्याङ्क्रियाटिक डक्टमा समस्या हुँदा पाचन प्रणालीमा गम्भीर असर पर्न सक्छ। यी नलीहरूमा पित्त थैलीबाट निस्किएको ढुङ्गा अड्किने, मासु पलाएर नली बन्द वा साँघुरो हुने र संक्रमण हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा बाइल र पाचन रस सानो आन्द्रासम्म राम्रोसँग पुग्न सक्दैन, जसले गर्दा पेट दुख्ने, वाकवाकी लाग्ने, उल्टी लाग्ने, जन्डिस देखिने र खान नपच्ने समस्या देखिन्छ। र कहिलेकाहीँ यस नलीको समस्याले अग्न्याशय सुन्निएर प्याङ्क्रियाटाइटिस पनि हुन सक्छ, जुन प्राणघातक हुन सक्छ। त्यसैले पित्त नली र अग्न्याशयको नलीमा समस्या देखिएमा समयमै उपचार गर्नु धेरै महत्त्वपूर्ण हुन्छ र ERCP भन्ने प्रक्रिया चाहिन सक्छ। ERCP भनेको डाक्टरले पित्त नली र अग्न्याशयको नलीभित्र भएको समस्या जाँच्ने र उपचार गर्न प्रयोग गरिने विशेष प्रक्रिया हो। यसमा मुखबाट पातलो र लचिलो पाइप अर्थात् इन्डोस्कोप घुसाइन्छ, जुन घाँटी हुँदै पेट र सानो आन्द्रासम्म पुग्छ। त्यसपछि पित्त नलीभित्र डाई हालेर एक्सरे लिइन्छ, जसले ढुङ्गा, नली बन्द भएको वा साँघुरो भएको वा कुनै गाँठो भएको जस्तो समस्या पहिचान गर्न मद्दत गर्छ। ERCP भनेको जाँच मात्रै नभएर उपचारको माध्यम पनि हो। यसमा पित्त नलीमा पत्थर अड्किएको पत्ता लागे त्यसलाई विभिन्न प्रक्रियाबाट निकाल्न सकिन्छ। यसको लागि तपाईको पित्त नलीको मुखमा सानो कट गरेर ठूलो बनाइन्छ ताकि पत्थर सजिलै पास हुन सकोस्। यस प्रक्रियाबाट तपाईको पित्त नली केही कारणवश साँघुरिएको छ भने एउटा सानो जाली राख्न पनि सकिन्छ, जसलाई स्टेन्ट इन्सर्सन भनिन्छ र यसले गर्दा बाइलको प्रवाहलाई मद्दत गर्छ। त्यसको साथसाथै यस प्रक्रियाबाट पित्त नलीमा मासु पलाएको छ भने बायोप्सी पनि गर्न सकिन्छ, जसले गर्दा रोग पत्ता लगाउन ठूलो योगदान दिन्छ।